होल फ्यामिलीलाई विनर हान्नु पर्यो विनर चिकन डिनर ओइ विनर चिकन डिनर भन्दा त CR7 होरा दाइको याद आयो भने CR7 होरा दाइ त्यस्तो मान्छे हो अति भोगेर यो चाहिँ काट्नुपर्छ होइन नत्र मानहानीको केस हाल्दा मलाई भोलि नै सेक्छ अति प्रब्लम आउँछ हौ मेरो त म फेरि एकचोटि रिएस्टेट गर्छु ल हामीले चाहिँ जनताले चाहिँ गाँस बचाएर दिएको करबाट हाम्रो छोराछोरीलाई बेचै भनेर तिमीहरूलाई त्यो तलब भत्ता खुवाएको हो आज फाइनल्ली होइन फाइनल्ली के भन्नु र म यस्तो हिँड्दै थिएँ बाहिर निस्केको थिएँ भनौँ न दिउँसोखेरि अनि टक्क पकेटमै रहेछ क्या यहाँनिर टक्क राखेर रहेछु ढाका टोपी अनि त्यसैले भ्लग हान्न सकेँ मेरा प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनी तपाईँहरू कस्तो हुनुहुन्छ बिर्सेछु सोध्नै कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ म पनि झक्कास छु एकदम बिन्दास छु आज चाहिँ डेली भ्लग 30 दिनमा के भयो तेरी लाइफ होइन तर एउटा बानी चाहिँ परिसक्यो कि होइन अब भ्लग डेली नबनाइ चाहिँ नसकिँदैन रहेछ 9 दिनमा नबोली चाहिँ नसकिँदैन रहेछ भन्ने एउटा खालको होइन के भन्ने गाह्रो छ मतलब कोही पनि भएन भने कोही पनिसँग कुरा गर्न मिलेन भने पनि ठिक छ भ्लगमा बोलेर चित्त बुझ्छ क्या मतलब हुन्छ नि एउटा खालको त्यो छ अनि आज चाहिँ होइन भाइलाई देख्ने बित्तिकै याद आयो होइन फुटबल खेल्न गएको छन् भाइहरू होइन जितेर आउनु केटाहरू सबैलाई अल द बेस्ट भन्छु मेरो भाइहरूलाई होइन होल फ्यामिलीलाई विनर हान्नु पर्यो विनर चिकन डिनर ओइ विनर चिकन डिनर भन्दा त CR7 होरा दाइको याद आयो भने CR7 होरा दाइ त्यस्तो मान्छे हो जसले नेपाल पब्जीलाई चाहिँ होइन माथि पुऱ्याइराख्नु भएको छ क्या त्यो दाइ डिजर्भिङ हुनुहुन्छ होइन कोही हुनुहुन्छ भने मेरो भ्लग हेरेर चाहिँ हेर्दै हुनुहुन्छ भने CR7 होरा सर्च गर्नु होइन फर्स्टमै आउँछ दाइको होइन दाइलाई सपोर्ट गर्नुपर्ने हुन्छ है दाइ जस्तो मान्छेले नै गर्दाखेरि नेपालमा पब्जी भन्ने कुरा छ DRS भइहाल्यो त्यसपछि होरा दाइ नभएको भए यो लेभलसम्म पुग्दैन थियो होला नेपालको टिमहरू होइन अहिले 3टा टिम खेल्दैछ PMSL होइन म पनि त्यस्तो धेरै चाहिँ हेर्दिनँ तर यसो वाच पार्टी चाहिँ हेरिरहेको हुन्छु दाइको स्ट्रिम होइन एकदमै राम्रो लाग्छ क्या आफ्नो नेपाली प्लेयरहरूले यसरी खेल्दाखेरि मजा लाग्छ क्या दाइ कन्टिन्यू गर्दै जानुहोस् होइन तपाईँलाई सपोर्टमा छ होइन हाम्रो पनि फुल सपोर्ट रहन्छ र कस्तो भने अब अरूमा पनि छैन हाम्रो नेपाल सरकारले चाहिँ अलिकति ध्यान दिनुपर्ने हो कि होइन अब पब्जी जस्तो प्लेटफर्म होइन हुन त अब एउटा गेम हो मोबाइलको गेम हो होइन भन्ने टाइपको एउटा थट पनि आउन सक्ला तर कस्तो थियो भने म एज अ होइन नेपालको बारेमा सोच्दाखेरि चाहिँ कस्तो लाग्छ भने त्यो कुराले पनि हामीलाई चिनाउँदैछ है होइन चिनाउँदैछ है नेपालको नाम चिनाउँदैछ है वर्ल्ड वाइज DRSले 2022मा मेबी 2022मा सेकेन्ड ऱ्याङ्क क्या वर्ल्डमा सेकेन्ड भनेको खतरा हो नि त त्यतिखेर नेपाली प्लेयरहरू नेपालको टिम पनि हामीलाई नेपाल भन्ने देश छ भन्ने बेलामा चाहिँ हाम्रो दाइहरूले हजुर हो ब्लगर नाम के हजुरको भनिदिनु न त हजुर जेसन यस्तो गरिदिनुहुन्छ रोके ल जेसन ल के गर्दै हुनुहुन्छ पढ्दै हुनुहुन्छ राम्रोसँग पढ्नु ल आज हो ल यस्तो गरिदिनु कतिमा पढ्दै हुनुहुन्छ हजुरहरू तपाईँ कतिमा पढ्दै हुनुहुन्छ 8मा तपाईँ हो ल राम्रोसँग पढ्नु ल दुईजना आज PMSL भनेको पब्जी मोबाइल SL भनेको सुपर लिग पब्जी मोबाइल सुपर लिगको कुरा गर्दै थियो क्या होइन जसमा चाहिँ अहिले नेपालको 3टा प्लेयरहरू गइरहेछ 3टा टिम गइरहेछ प्लेयर होइन टिम गइरहेछ 3टा टिम गइरहेछ यो देन भनेको चाहिँ CR7 होरा दाइकै हो जस्तो लाग्छ है मलाई DRS पछिको DRS छ होइन DRS पछिको चाहिँ CR7 होरा दाइ नै हो है जसले चाहिँ नेपाल पब्जीलाई चाहिँ यति साह्रो माथि ग्रोथ गर्नुभयो त्यो CR7 दाइ नै हो यो कुरालाई चाहिँ सरकारले पनि अलिकति ध्यान आकर्षण दिएर चाहिँ हामीलाई चिनाउने चिजहरू भनेको यो पनि हो है अब अरू कुरा त देख्दैनौँ होइन हाम्रो यस्तो कुराहरू छ इतिहास पनि त्यस्तै छ यहाँनिरको होइन मन्दिर भयो मठ मन्दिर भयो त्यसपछि हिमालको त कुरै गर्न गरौँ तिमीहरूले देखेको पनि छैन होला क्या पर्यटन मन्त्री कहिले कुनै पनि हिमाल चढेको छैन होला मेबी मलाई जहाँसम्म लाग्छ कुनै जिल्लामा त्यो होइन सङ्गठन कार्यक्रम बाहेक तिमीहरूको पार्टीगत कार्यक्रम बाहेक फाल्टोमा गएको छौ मतलब जनताको दुःख बुझ्न कहिले गएको छौ छैन होला यस्तो टुर्नामेन्ट जितेर नेपालले ल्याउँदाखेरि होइन तिमीहरूले त्यो
उहरूलाई चाहिँ वेलकम गरेको छौ, त्यो टिमलाई वेलकम गरेको छौ, कुनै पनि प्लेयरलाई वेलकम गरेको छौ, त्यो पनि छैन होला टाइम पछि है। ला यो कुकुरको त घाउ भएछ यार, झगडा खेलिस्। हाम्रो घरको पनि सेरु यस्तै भएको छ यार, यत्तिको साह्रो त पुगेको छैन, कसले टोक्दैछ गाह्रो भयो उसलाई पनि। भाइ नै जतिको लाग्छ हौ सेरु त मलाई। ओम नमः शिवाय। यो के हो यो कुकुरहरूले यो चाहिँ ठिक गरेन यार, यो चाहिँ ठिक गरेन, यसलाई डिस्पोज गर्न पाए हुन्थ्यो। ओम नमः गणेशाय नमः। यस्तो छ यो चाहिँ हाम्रो राम मन्दिर होला मेबी, मलाई जहाँसम्म लाग्छ है। एकचोटि भित्र चाहिँ पस्छु अनि त्यसपछि निस्किन्छु, एक्जिट गर्छु। यो बाटो धेरै हिँडिराखिन्छ, यो ठाउँलाई चाहिँ अलिकति नदेखाउने, इग्नोर गरेको जस्तो टाइपको हुन्छ नि त। अब ढाका टोपी बोयले आफ्नो देशको होइन सबै कुराहरूलाई हेर्छ कि, मतलब मनन गर्छ। सकेसम्म एज पोसिबल जति हुन्छ मबाट होइन म गर्ने प्रयास गर्छु। हो बुद्धम शरणम गच्छामि। बुद्ध चाहिँ हाम्रै देशमा जन्मिनु भएको थियो है होइन। बुद्ध चाहिँ सायद इन्डियामा गएर प्राप्त गर्नुभएको होला, तर बुद्ध चाहिँ नेपालमै जन्मिनु भएको थियो, कपिलवस्तु जिल्लामा। ओम नमः। हजुर अहिले चाहिँ फोनबाट ठिकै क्वालिटी छ, अझै स्टेबल बनाउनलाई चाहिँ 1-2वटा सामान जोड्नै पर्ने हुन्छ, त्यसको लागि हल्का टाइम लाग्ने भयो। बस त्यही हो, हेर्न सक्नुहुन्छ राम अनि सीता है। अरू चाहिँ मलाई साह्रै थाहा पनि भएन। यो हनुमान घाट हो भक्तपुरको। राति चाहिँ यहाँ फेरि डेन्जर भन्ने कुरा आएको छ होइन, म राति पसेको पनि छैन। सुरुको भ्लगहरू हेर्नु कि मेरो त्यो बोली नै त्यो प्रोनाउन्सिएसनै कस्तो भइदिने क्या, त्यो टाइपको पो छ त। अनि अहिले हेर्छु आफूलाई अलिकति बिल्डअप भएको है तेरो बोल्ने स्किल शैली होइन। भन्दै गर अहिले मिस्टेक हुन्छ, त्यही त। अझै सिक्नु छ धेरै कुराहरू, अझै जानेर अगाडि एनालाइज गरेर जानु छ। त्यहाँको धर्म संस्कृतिको बारेमा पनि त्यत्तिकै जान्नु छ, त्यहाँको रहन कस्तो छ, त्यहाँहरू सबै इच एन्ड एभ्रिथिङ मलाई जान्नु छ, मलाई सिक्नु छ। यो लाइफै जान्न सिक्न बुझ्नको लागि बनाइदिएका हुन् भगवान्ले। त्यही हो, समस्या चाहिँ अलिक बढी नै दिन्छन् क्या भगवान्ले, त्यही मात्र गुनासो छ। हे भगवान् अलिक कम दिने गर्नु होइन। समस्याले मान्छेलाई स्ट्रङ बनाउँछ भन्छन्, तर धेरै समस्याले पनि होइन गर्न खोज्दै पनि भएन भने चाहिँ कस्तो हुन्छ भने नि कुनै बेला मैले अलिकति फ्रस्ट्रेट भइँदो रहेछ है मान्छे। फ्रस्ट्रेट जति आइडिया लाए पनि गर्यो, जे गरेर पनि गर्यो, तर अलिक भएन भने, सोचेको जस्तो कुराहरू भएन भने मान्छे फ्रस्ट्रेट हुँदो रहेछ क्या। मैले पछिल्लो समय 2 रात 3 रात एउटा सर्टको लागि 3 रात टाइम लागिसक्यो, त्यो भएको छैन, मैले चाहे जस्तो भएकै छैन। यो बजार आउँछ, त्यो बाटो पनि देखिराखेँ हो। आज अलिकति नयाँ ठाउँबाट घुम्नु न, जहिले पनि नयाँ ठाउँबाट घुम्यो भने, एक्सप्लोर गऱ्यो भने अझै पछि यो गल्ली घुम्नलाई सजिलो हुन्छ क्या, चिन्नलाई। अब यहाँदेखि यहाँ पुगिन्छ होला, यहाँदेखि यहाँ पुगिन्छ, यहाँदेखि यहीँ पुगिन्छ क्या ट्याक्कै। यो साइडबाट जाउँ कि अलिक बढी खसीकन आउँछ क्या, खसी भन्दा पनि बोकाकन आउँछ। यो साइडबाटै निस्किनु पर्ला होइन। सरी, अर्को दिन जाउँला, डिल डन्ट कम्प्लिट, कुरा खत्तम। त्यही हो, अरू त्यस्तै हो होइन। यो ठाउँ चाहिँ फेरि हेर्नु न, यहाँ चाहिँ एउटा पछि सर्ट बन्ने खालको ठाउँ छ क्या। यो चाहिँ यो ठाउँहरू होइन, हेर्नु न कस्तो दामी छ। यहाँको त्यो रहनसहन पनि एकदमै सिम्पल होइन, धेरै त्यो पाठ नभएको। आमा बुवा दर्शन नमस्ते है। के हजुरको? कुशल। हजुरको? तपाईँको? इसान। ल कतिमा पढ्ने हजुरहरू? एलकेजीमा पढ्ने। तपाईँ चाहिँ कतिमा पढ्ने? 7। तपाईँ? राम्रोसँग पढ्नु ल। कति वर्षको हुनुभयो? कति वर्षको हुनुभयो हजुरहरू? हो ल, कस्तो ह्यान्डसम हो तपाईँ। गर्नुहुन्छ ल, नबनाउनु ल, राम्रो मजाले पढ्नु ल। लास्ट बाई ल। पान्तले भयो यहाँबाट, यस्तो यहाँबाट तलबाट गएपछि घरहरू चाहिँ बब्बाले त्यो हुन्छ नि एउटा खालको फिल दिने खालको घरहरू चाहिँ छ है भन्ने कुरा हो। गर्मी आज अलिक छिटै निस्क्यो क्या भाइ। दामी यार मार्केट, यसलाई के भन्छ अरे? मन्डी बिर्सिन्छु, मन्डी राइट। यो पनि ठिक छ, यो टाइपको छ यहाँनिर इन्टरफेसहरू। अनि यो मारेको छ कन्स्ट्रक्सनको काम भइरहेको र जाने हो र, हान्ने ठाउँमा त बसेको छैन।
यो कन्स्ट्रक्सन बनिरहेको र कहाँनिरको यो अगाडिको बनिरहेको रहेछ अगाडिको चाहिँ बनेको अनि काम चाहिँ स्थिति राखेर चाहिँ अनि फोटो मात्र देखाएर हुन्छ त भएन नि त अलिक छिटो गर्नु यो टाइपको बन्ने रहेछ यो टाइपको डिजाइन हुन्छ फाउन्डेसन यो टाइपको हुन्छ है अनि यो एक सेक्सन होला हो यो उत्तरको मोड आउने चाहिँ फ्रन्ट साइड दक्षिणको यो सबै हो ग्रेडिङ समथिङ मेबी होला यसलाई हेर्दाखेरि त्यही 22-25 ग्रेडिङ डोको पाउँदो यो के अरे पाउँदो रहेछ यो पाउँदो रहेछ नि त बाँसबाटै बनाएको हो ठिक छ दाइ राम्रो छ काम मन पर्यो दाइ दाइ यस्तो यस्तो कुरालाई चाहिँ प्रमोट गर्नु नै साँच्ची अनि घेरेछ त सदन त होइन त सदन त घेर्नै बाध्य बनाएछ त स्वयंसेवकहरूलाई गाह्रो भएछ नि त त्यो कुरा के हो मैले मजाले पनि हेरिनँ भने हेर्नु यो प्रकरणदेखि मैले न्युजहरू मजाले हेरेको पनि छैन मन्दिर कला संस्कृति दाइहरूको चेज है मिठो होइन जित्नु पऱ्यो है साँच्ची यो चेसको त अहिले वर्ल्डको च्याम्पियन त इन्डियाको एउटा उँभो भएछ नि मान्छे खतरा ब्रिलियन्ट होला नि त्यो मान्छे म त चेसको त म अरू सबै गेम मतलब त्यस्तो सबै पनि आउँदैन तर ओभरअल खेलिरहेको हुन्छु गेमहरू चाहिँ भिडियो गेमदेखि लिएर सम्पूर्ण गेमहरू खेलिरहेको हुन्छु तर चेस चाहिँ मलाई जिन्दगी आएन हौ कसैलाई आउँछ भने अनि कसैको टाइम फ्री छ भने मलाई चेस सिकाइदिनु न सन्चै हुनुहुन्छ हजुरहरू यो ठाउँहरू के हो आमा बताइदिनु न हजुर ए यसमा के हुन्छ पस्न मिल्छ हामी पस्न मिल्छ अहिले हो यो बिचबाट चाहिँ कता हो ए ल ठिक छ अनि हजुरहरू कस्तो छ सन्चै हुनुहुन्छ सबैजना एकदमै धेरै माया छ है हजुरहरूलाई हस् हस् है त हस् ल निस्किन्छ है आमा हस् हस् अनि कस्तो भने ढाका टोपी भाइ दरबार स्ट्यान्ड निस्किने बाटो नि त यहाँबाट त थाहै थिएन भने तर यस्तै यस्तै कुराले गर्दा हो क्या म अहिलेसम्म नेपाली हो है भन्ने मलाई विश्वास गर्न ढुक्क भएको तर क्या सरकारसँग चाहिँ मलाई एउटै गुनासो छ एउटा होइन हामी जतिको युवाको चाहना के छ अहिले सम्माननीय प्रधानमन्त्री उर्फ खड्गप्रसाद ओलीज्यू के छ एकछिनमा बोल्छु यो टपिक्समा म एकछिनमा बोल्छु तर यो घरहरूले चाहिँ साह्रै मन जितेको छ मेरो यसलाई अर्थक्विक रेसिस्ट गर्न सक्ने क्षमता छ भने अर्थक्विक रेसिस्ट गर्ने सक्ने क्षमता छ भने होइन यो घरहरू चाहिँ नभत्काउनु होला है यदि छैन भने चाहिँ अब तपाईँहरूको विचार हो होइन तर यदि यो घरहरू होइन अर्थक्विकलाई चाहिँ झेल्न सक्छ 7सम्मको 7.2 7.3 सम्मको झेल्न सक्छ भने चाहिँ प्लिज नभत्काउनु होला यो घरहरू चाहिँ एकदमै दामी लाग्छ क्या मलाई यो फेसको चाहिँ त्यो हुन्छ नि एउटा खालको त्यो पुरानो त्यो हिस्ट्री बताउनु केही बोल्दैछ जस्तो क्या यो घरहरूले हुन्छ नि एउटा खालको अर्को म कुरा कहाँ थिएँ अरे पिएमलाई क्वेसन थियो होइन सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू मेरो मात्र यो क्वेसन होइन कि आम युवाहरूको आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको एउटा मनको एउटा भडास हो क्या अब जुन देशको दक्ष जनशक्ति रोजगार श्रम शक्ति होइन अरू देशको गुलाम मात्र होइन कि अहिले त पशु सर बेचिन बाध्य छन् त्यो देशको भविष्य कहिले बन्ने त तपाईँहरूको सरकारले के चाहिँ यसलाई ध्यान आकर्षण गरेको छ के तपाईँहरू अझै पनि हामी जनताको छोराहरू बेच्न खोज्दै हुनुहुन्छ छोराछोरी त्यो जमाना गयो त हौ त्यो जमाना गयो त जनताको छोराको होइन छाला काटेर चाहिँ डम्बरू बजाउनु खोज म एउटा मेरा नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई के भन्न रुचायो भने नि होइन 2084 यानि कि अब 2 वर्ष छ 2 वर्षको पिरियडमा होइन चुनाव आउँदैछ अब त्यो चुनावको बेलामा चाहिँ रक्सी मासु अनि पैसाको प्रलोभनमा परेर आफ्नो बहुमूल्य मतको दुरुपयोग नगर्नु होला फेरि त्यसो गर्नुभयो भने तपाईँले धेरै छोराछोरी जन्माउनु पर्ने हुन्छ धेरै छोराछोरी जन्माएर यिनीहरूलाई दलालहरूलाई भिसा प्रकरण जस्तो एउटा महान यिनीहरूको लागि त महान चाडै हो नि त यो त एउटा सरकारी कर्मचारी भनौँ न सरकारी कर्मचारीको तलब कति छ एउटा राष्ट्रको सेवक आर्मी पुलिसको तलब कति छ र यिनीहरू प्रधानमन्त्री मन्त्री अनि सांसदको तलब कति छ धेरै छ नि होइन अनि यिनीहरूलाई चाहिँ त्यही तलब चाहिँ त्यति धेरै तलब चाहिँ यिनीहरूलाई घुस खानलाई दिएको हो देशको सेवा गर्न दिएको हो कि घुस खान चाहिँ दिएको
अझ भएन हामी जनताको छोरालाई बेच्नको लागि दिएको तलब हो त्यो अति भोगेर यो चाहिँ काट्नुपर्छ होइन नत्र मानहानीको केस हाल्दा मलाई भोलि नै सेक्छ अति फ्लोमा आउँछ हौ मेरो त म फेरि एकचोटि रिएस्टेट गर्छु ल हामीले चाहिँ जनताले चाहिँ गाँस बचाएर दिएको करबाट हाम्रो छोराछोरीलाई बेचै भनेर तिमीहरूलाई त्यो तलब भत्ता खुवाएको हो होइन नि प्रधानमन्त्रीज्यू आजको भ्लग यहाँहरूलाई कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला भन्दै च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला ताकि यस्तै ठाउँहरू घुम्नुपर्छ यो देशको बारेमा सम्पूर्ण कुराहरू जान्नुपर्छ प्रकृतिलाई पनि नजिकबाट निहाल्ने कोसिस गर्नुपर्छ अनि एउटा भुल्दै नहुने कुरा नेपाल हाम्रो आमा हो नेपालको कसरी हुन्छ रक्षा गर्नु हाम्रो कर्तव्य अनि दायित्व पनि हो जस्तो लाग्छ मेरा प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू मेरा प्यारा युवा साथीहरू तपाईँहरू कुन सिद्धान्तमा हुनुहुन्छ त्यो म गलत भन्दिनँ हुनुहोस् राम्रो कुरा हो तर अहिले चाहिँ कुनै पनि सिद्धान्तलाई भन्दा पनि हाम्रो आवश्यकता चाहिँ हाम्रो नेपाल आमालाई छ है आफ्नो आमाको बारेमा पो एकचोटि सोच्ने हो कि सोच्ने हो कि यो दिन आएको छ यो हाम्रो नेपाल आमाले तपाईँ हाम्रै आश गरेर बसेको छ जसरी कि त्यो गुडले चरीको आश गरेको हुन्छ जसरी कि त्यो बाछोले आफ्नो आमा आउँछ भन्ने आश गरेको हुन्छ त्यसरी नै हाम्रो देशले हामीलाई नै पर्खिरहेको छ मेरा प्यारा युवा साथीहरू यो देशको संरक्षण अनि देशलाई बचाउनु हाम्रै कर्तव्य अनि दायित्व भन्दै मेरा प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू जय नेपाल सबैलाई माया छ